गुड मर्निङ एभ्रिवान। यो चाहिँ एकदम अर्ली मर्निङमा हो। हेर्नुहोस् यस्तो दामी फगी डे भइरहेको छ हैन। मलाई चाहिँ पुरा मनपर्छ हैन यस्तो फगी डे लागेको। यो इस्कुसको बोट पनि हरियो भएर हुँदैछ। अब कहिलेदेखि फल्छ कस्तो मजाको देखियो होला। हेर्नुहोस् न मुख नदिकन आज चाहिँ एका बिहान नै गाइस हेर्नु नि। आज सनी डे हैन तर दिनभरि त हुँदैन होला सायद। तर मलाई पुरा मनपर्छ फगी डे भएको। तर हामी अब बस्तीमा बस्नेहरूको चाहिँ कुखुराहरू पालेको छ भने चाहिँ स्यालहरूले चाहिँ यति बेला दौ हान्छ। फेरि स्यालहरूको लागि चाहिँ मजा नै फेरि यति बेला हामी देख्दैन हो। त्यसै कारणले चाहिँ छोड्नु हुँदैन यस्तो दिनमा चाहिँ कुखुराहरू। अब एका बिहानै आज चाहिँ अलिकति यस्तो पानी झरीमा चाहिँ झार उम्रेको गर्छ। अलिकति उखालिहाल्नु पर्यो। हेर्नु नि अस्ति भर्खर मैले उखालेको होइन के छिटो आएछ हो। अब म उखालिहाल्छु किनभने आएकै गर्छ होइन। मजाले गोड्यो भने चाहिँ सफा हुन्छ नि त। मलाई टेन्सन लाग्छ फेरि दिउँसोतिर साँपहरू निक्लिदियो भने हो। घर आप्पा आमा मात्रै हुनुहुन्छ होइन। अन्त यति भन्दै म मेरो भिडियोलाई इन्ड गर्छु।